के खान हिँड्यौ तिमी पोर्साल खाथी के त नि भण्डारी पोथार गरे नि ओके गाइस हामी अब गएर थालको भात सेमोई खान जाने सेमोई मेन के भन्छन् मासु र भातलाई के मासु भन्छन् भात त अब खै सम्भव होला तर सेमोई चाहिँ सियो मिठो मिठा आइटमहरु गुलिगुली आइटम मुस्लिमहरुमा के भन्छ अरे दादा त्यो उसलाई मासुलाई गोस्ट त्यो त उस भाषामा औधी भाषा औधी सबै गोस्ट औधी भोजपुरी सब गोस्ट भन्छ औधीमा गोस्ट भन्छ हिन्दीमा गोस्ट गाइस हेर कस्तो मौसम छ डेटिङ जाने जस्तो तर के गर्नु मासु भात खानु जानु परिराख पोर्साल त थियो मासु भात हैन डेटिङ पोर्साल त दुईटै इदमा मासु भात हैन डेटिङ भन्दा इम्पोर्टेन्ट मासु भात छ मेरो लागि किनकि म तिम्रो बोयफ्रेन्ड छ र बाटोको अवस्था चाहिँ अब बालन सरकार आएपछि केही हुन्छ कि बालन सरकारले चाहिँ यो बाटो बनाउन पर्यो बालन सरकार आएपछि सायद यो बाटो यस्तो हुनसक्छ हेर कस्तो हुन्छ भैरवाको गाउँबारी हेर्न सक्छ गाउँ खेत बारी होइन गाउँ खेत गाउँ यो भैरवा हो के हो ओम सतियाको गाउँबारी गाउँ खेत यता पनि अस्ति नै हामी आउँदा हरियो थियो अहिले त पहेँलो भएछ अस्ति नै हरियो थियो अहिले त सुन भयो अस्ति नै घाँस कस्तो खतरा छ यो मन्दिर खै के को मन्दिर हो थाहा छैन तर राम मन्दिर हो कि के मन्दिर हो थाहा छैन तर मन्दिर चाहिँ खतरा ओ माई गड गाइस तपाईँहरू पनि यस्तो सिन देख्न चाहनुहुन्छ भने ओम सतियाको कार्यालय अगाडि आउनु होला को कार्यालय हो कि कार्यालय हो राम्रो चाहिँ छ मैले बाटो राम्रो भनेको त फेरि यस्तो बाटो आयो यार छ्या यस्तो अवस्था आयो उहाँ चाहिँ झर्नु भयो कस्तो लाग्यो यो बाटो खतरनाक हामीले चाहिँ बालन सारा यही सुझाव दिन चाहन्छौँ यो बाटो तपाईँको जुत्ता हेर जुत्ता खतरा हो नयाँ टल्काइदिउँ ल केही छैन जतिवटा नि गरायो नि हिँड न यी छेउछेउबाट होइन तिमीलाई जुत्ता ठुलो भएछन् कुशल सिउ गर न यता फर्केर राहुल पछाडि भयो त हेर्दा यो भाँसिएको रोड वाउ मौसम हिँड्छ अङ्कल माछा मार्न जाँदै हुनुहुन्छ नि आयुष कस्तो भयो एक्सपिरियन्स झन् त चप्पल लाएर आएर यो त उ लगेर किन कटाइरहेको हो र ल पर्नु त पर्नु
तराईमा स्विमिङ फल छ भने यही हो स्विमिङ पुल बाटो खतरनाक बाटो दूर गयो मेरो behind Jait Kumar. आयो जन्ती त्यो त यहाँ त दुला छ त घर दुला छ बरु अन्त देख्यो कस्तो लाग्यो घर घर हेर न घर के भन् नमस्ते दादी नमस्ते दुला राजा ओए खुट्टा ओए चप्पल है तेरो ईद मुबारक ब्रो ये कुछ ज्यादा तेरो घर पनि बेहुला जस्तै सज्जा है रातिमा भन्दा खतरनाक देख्या झिलिमिली कब लगाई बे बर्दे कति झिलिमिली कब लगाई हिजो चाहिँ राहुललाई यही बस्छ भनेको नमानेको माने न के भन्नु छ तपाईँलाई खुसी लाग्यो धेरै खुसी लाग्यो आयो भनेर तिमीहरू मेन त भण्डारी आइसक्यो नआउने मान्छे कहाँबाट आइसक्यो त्यो खुसी लाग्यो राहुल आएर हो कि यहाँको खास नआउने मान्छे हो नआउनु नमस्ते आन्टी त्यही त भने जे कुरो फ्याक्ट आउँदै आउने मान्छे त के भन्ने ईद मुबारक आन्टी आन्टी ब्युटिफुल आन्टी बेहुलाको आमा ला खटिया खडी हो क्या भाइ हामीले बेको पनि भ्लग गर्न हेर अब नयाँ भ्लगर आइसक्यो यहाँ दुईटा मार्केटमा नयाँ भ्लगर आइसक्यो यहाँ पनि हैन ट्राई भारी थियो यार हामी चाहिँ गाइस खाना वेटर हैन है गाइस के जाएर हामी सास नफेरि खाएको खायो पानी पनि खायो त यार खै यहाँको प्राणी देवदास अटाउन पेटमा भनेर हो क्या हो आऊ के घर सज्दै छ राहुलको ए जाहिदको आहा पर्दा हाल्नुभएको खोइ जाहिदको रुम कुन हो जाहिद तेरो रुम कुन हो त्यही हो तिमी पढेर देखाउ न हाट बेइज्जत नगर चल बेइज्जत गर्छ यार हेर है सम्झ है यसलाई पिड दिन्छु गुन्नी ए भाउजूलाई देखाएको अरे ओ वाउ गाइस हाँ जाहिद कता गयो भनेपछि अझै 1 वर्ष छ के गर्नु के छ जाहिदको बुढाबुढी पनि खस्न पाइयो रङ्गरलिया मना हट धेरै जोसमा होस् कोही ओ माय गॉड कस्तो राम्रो देखेको म ओ माय गॉड होइन भिडियो गर्दा यहाँ रहेछ इटा भर्ती किसनेको तपाईँ के भन्न चाहनुहुन्छ केमा ब्लगमा केही नै प्र्याक्टिस गर्दै ईदको दिनमा सबै आँखा खुल्लेछन् कहाँ गयो बन्डु हेर्न मिल्यो केले हेर्छौ त भिडियो गरेर त्यतिकै यस्तो कस्तो मौसम एकदम खुलेको छ अझै सपक गर्दा भाइले गाइस हामी गाउँ भिजिट गर्न हिँड्दा को खाम हामीले को कहिले जिन्दगी नदेखेको यहाँ गाइस हामी यहाँ एउटा सिमेन्टको फ्याक्ट्री खोल्छौँ यही हो लोकेसन है अब सर्वे लोकेसन यही हो है सिमेन्टेसन यही हो म्युजिक बजाउ त्यहाँ म्युजिक बजाउ
बिहानभरि पानी पर्यो अहिले तल आउँछु भन्नु दिपिकाले स्पोन्सर गरेको दिपिकाले किनेको ए म दाइसँग दिइहाल्छु नि यतिकै होइन नलेको दोकानको सामान भन्दै केही भन्दै केही भन्दै भन् यसको लागि उयो मलाई सोच्नु पर्ने हुन्छ म खान्छु कोक राहुललाई सबैले ठोक अहिले खाली भएछ बोतल दामको दाम कस्तो राम्रो हेर पलाएको पात पुरै होइन पात पलाएको कस्तो राम्रो देख्यो भनेको कस्तो राम्रो हामी यो स्कुल पढेर युनिभर्सिटी बनाउने हो नेपालको ल राहुलको कुरा सबैले विश्वास नगर्नु है उसको नाम के अरे त्रिदेव हो कि अरे त्रियोगी हौ त्रियोगी अब यहाँ पेडको यो रुखको चारैतिर चौतारी बनाउने हो त्यो अगाडि हो घर तिनको अब यही हो त्यो वाला हो बे रोहिणी यो स्कुल खोलाको नाम हो रोहिणी खोला राहुलले अलि गलत तरिकाले प्रनाउन्स गर्छ है उसको आवाज नसुन्नु रोहिणीलाई अर्कै भन्दैला फेरि भाइ यादवहरूले खानु नस्तो यादव सरकारले जङ्क फुड छोडिदिसक्यो जाँदैछौँ सिस्टम दुध दिएगा ओइ वर्षबन्ध चलेको क्या त्यो विसर्जन चलिरहेको होला कि पहिला मान्छेहरूले जय श्रीराम मन्दिर छ यहाँ जाऊ ढोगेर मन्दिरमा नमस्ते भगवान्जी मेरो घरको मन्दिर राहुल अर्को हप्ता होइन रामनवमी अर्को हप्ता होइन मैले छोडिदिउँ क्या मन्दिरको छेउमा घर छ नि त्यो क्वार्टर यो के हो त्यही मन्दिरै होला नि अरे दाइले के भन राक्षस हो कि भगवान् हो अब हेर दाल जुम गएर कस्तो लगाइ यहाँ पनि छ है मन्दिर गणेश भगवान् ल हात्ती गर्नुहोस् हो र अनि हात्तीको टाउको त खानु गणेश भगवान् यमराजको वंश रहेछ यादव हो त्यो यमराज यमराजसँग भैँसी थियो दादा अघि न विष्णु कृष्ण दादा भैँसी सवार गर्छ तिम्रो दादा हिजो चाहिँ कृष्ण भगवान् यादव भगवान् ल्याऊ त्यो त सोइताले नि भन्थ्यो होइन यो यादव हो कोक ल्याऊ के भगवान् यादव गाइस गाइस बल्ल बल्ल कोक मागे गाडी भारी चिल्लाउँदा बल्ल बल्ल पायो भने यार भाई यमराज के भी भाई है भन्ने वहाँ आउँथेन न तिमी के अरे फङ्सनमा कलेज गएर किन नआउने हो र मेरो मेडल लिन आउँछ नआउला त 26 गते एक्जाम छ फेरि कहाँ आउँछ त यो हेर्न आउने हामी ठ्याक्कै ओइ हामी ठ्याक्कै 1.5 वर्ष 2 वर्षमा आयौँ ए म सरी म यिनीहरू 4 साल पनि आयो प्लेन आयो प्लेन दिदीको भाइ हेर्न म थिइनँ हेलो देख एक बार हामी पुलमै तिमी के भन्छौ के भन्नु पुलै पुगे म पेट तात्यो पोखरे भएर ल पुरी खाए गाई भेन्दा ओके हाम्रोमा एकजना अझै थपिनु भएको यहीँ राखिदिन्छु भाइ चाहिँ हामी सबैको भाइ हो सबैको भाइ हो इन्टरनेसनल भाइ हो इन्टरनेसनल भाइ उहाँ चाहिँ इन्टरनेसनल भाइ ऊ चाहिँ इन्टरनेसनल भाइ दौड्यौ न कुन दौडायो त्यो आजको भिडियो पनि आज यहीँ समाप्त हुन्छ धन्यवाद हस्त बाई बाई भन्ने काम भन्नेको हो तर उहाँलाई हेर्न सक्नुहुन्छ जाम भनेको कहिले हिँड्दैन नि ल फाइनल लास्ट के गाइड जाम भनेर मैले यिनीहरूलाई अब 1000 जति भने 1001 भइसक्यो अहिले र अब भने हामी बिदा हुन्छौँ अब चाहिँ मैले यिनीहरूलाई जबरजस्ती यो भ्लग चाहिँ जसरी नि आउँछ
उहाँको रिक्वेस्ट अहिलेसम्म मैले 500 भ्लग गरिसकेँ एउटा राख्ने होइन भयो भने म केही बोल्दिनँ उहाँ झुट बोल्दै हुनुहुन्छ ल बाई 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 गाइज प्लिज सब्सक्राइब आवर युट्युब च्यानल